Hello and namaste everyone. It's me Uma Survanshi. Welcome back to my YouTube channel. आज चाहिँ म एक हप्तापछि फेरि भ्लग लिएर हजुरहरूको सामु आउँदैछु अनि आज चाहिँ एकदमै स्पेशल दिन नेपालीहरूको माघे संक्रान्ति सम्पूर्णलाई माघे संक्रान्तिको शुभकामना छ। अनि आज चाहिँ भर्खर चाहिँ मैले भ्लग बिहानको 9 बजेबाट सुरु गरेको छु अनि अहिलेसम्म चाहिँ हामीले केही गरेको छैनौँ। के गर्छौँ त्यो चाहिँ हजुरहरूलाई बिस्तारै बिस्तारै देखाउने छु, हेर्दै जानु होला। अनि अब चाहिँ हामीले आज धेरै कुरा गराउँदैछौँ, त्यो चाहिँ गराएको चाहिँ देखाउँछु, हेर्नु होला। अब चाहिँ भित्र जाम किचनमा। सो गाइज म चाहिँ भित्र आइसकेको छु। यहाँ चाहिँ हाम्रोमा के पाक्दैछ भनेर चाहिँ हजुरलाई देखाउँदैछु। यहाँ त भद्रगोल भएको छ, मम्मीले गराइराख्नु भएको छ, हजुरहरूलाई देखाउँछु। यो हो तरुल, यहाँ फेरि अर्को तरुल, अनि त्यसपछि उता मासु पाक्दै हो। यहाँ चाहिँ रोटी पकाउनलाई चाहिँ पिठो रेडी छ। अरू यहाँ यो तिलहरूको लड्डु गराउन बदामको अनि भुजाको लड्डु पनि गराउँदैछौँ। त्यो बिस्तारै देखाउने छु। एकदमै म्यास्ड भएको हो, यहाँ पुरो भएको हो। अब सरसफाइ हुन्छ। यहाँ चाहिँ चिकन बनाउनु भएको छ, खिचडी बन्ने बाँकी छ साथीहरू। यहाँ त एकदमै पोरो भएको रहेछ। यहाँ चाहिँ मम्मी हुनुहुन्छ टक्क लाएर, तरुल खोपेको खोपै हुनुहुन्छ। के भएर यस्तो तरुल किन जलाउनु भएको यस्तो तरुल जलाएर के सक्नुहुन्छ। हाम्रो घरको के भनौँ अब, हेर्दा त हुनुहुन्छ तर चाहिँ प्रिन्सेस हो हाम्रो घरको, एकदमै हेर्न सक्नुहुन्छ। यो राख्छस् भन्नु नि, म त राख्छु जा। ओके ल गाइज, अब चाहिँ हामी भुजाको लड्डु गराउन सुरु गरौँ है त। कसरी गराउँछु भनेर, तर खासै गराउन चाहन्न। अघिल्लो साल पनि राम्रोसँग भएको थिएन, यो साल अब कस्तो हुन्छ हेरौँ है त। यो साल चाहिँ प्रशंसा बहिनीहरू चाहिँ छैनन्। पोहोर साल चाहिँ गराएको थिएँ, तर मैले पोहोर साल चाहिँ भ्लग गराएको थिएन। यो साल चाहिँ गराएको छु। अब गराम भुजाको लड्डु कस्तो हुन्छ, बिस्तारै हेर्दै 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 जानु होला है त। क्यामराम्यानमा चाहिँ आज बिन्दु सूर्यवंशी हुनुहुन्छ, तर क्यामरा भिडियो गरिदिनुहुन्छ कि नै भन्ने कुरो हो, अब के हुन्छ। सो साथीहरू, अब चाहिँ हामी भुजाको लड्डु गराउन जाँदैछौँ। यहाँ चाहिँ यो छ भेली, अब यसलाई भेलीलाई पकाउँदैछु, त्यसपछि सुरु हुन्छ हाम्रो कार्यक्रम। भनौँ भनौँ लड्डु बन्यो हजुर। वाउ, कस्तो मजाले बन्यो। यस्तो गर्नुपर्छ क्या, पानीमा अलि फोरो यहाँ अलि डट्टीवाला उस देखे रफवाला, तर केही काम गर्दै गर्दा फोरो भइहाल्छ। यहाँ यो चाहिँ हाम्रो हातले बनाउनु पर्छ, फेरि ग्लोभ्स किन लाउनु भएन भन्न सक्नुहुन्छ नि त कुनैले। पानी चाहिँ उस गर्नुपर्छ है साथीहरू, नाइ पनि पोल्छ फेरि। पानी लायो त्यस्तै बन्ने हो। सानोवाला कुन ल साथीहरू, हामीले चाहिँ भुजाको लड्डु बनाएर सक्यौँ। थोरै भयो तर एकदम राम्रो भएको छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ बदामको गराउन अनि त्यसपछि धेरै काम छ, रोटी पकाउन ए भगवान्, अझै त धेरै काम छ। अब अहिलेलाई चाहिँ भुजाको लड्डु सक्यौँ। सो अब फेरि बदामको गराउन जाँदैछु। कस्तो लाग्यो भनिदिनु होला। हामीलाई चाहिँ राम्रै लागेको छ है, खाँदा नि मिठो छ। फाइनली गाइज, यहाँ चाहिँ हाम्रो हजुरआमा उपस्थित भइसक्नु भएको छ पुरा गेटअपमा। अब चाहिँ हामी पूजा मूर्ति जस्तै हुनुभयो है। आज माघे सङ्क्रान्तिमा चाहिँ हामीले हाम्रो स्वर्गीय हजुरबुवालाई चाहिँ खिचडी चढाउँछौँ सधैँ माघे सङ्क्रान्तिमा। सो अब तल चाहिँ के अरे खिचडी चढाउन जाँदैछौँ। हजुरआमा रेडी भइसक्नु भएको हो। अब तल गएर यताउति पूजासुजा गरेर आज त रातै पर्ने भयो साथीहरू।
के भन्नु छ हजुरआमा आज के गर्ने यार तल गएर भन्नु त अब के गर्ने हो बाजे बजे हजुरबालाई पिण्ड चढाउने अरू ब्राह्मणहरूमा चाहिँ सबैहरूले चाहिँ श्राद्ध गर्नुहुन्छ अब हाम्रो मगरमा चाहिँ हामीले मगरमा भन्दैन हामीले सूर्यवंशी कुनै मगरले त श्राद्ध मनाउँछ न हुन्छ तर हाम्रो सूर्यवंशीमा चाहिँ श्राद्ध गर्दैनौँ यहाँ आउनुहुन्छ हाम्रो बाबा के भन्छ ड्युटी जानु लाग्नु भएको ए ल यहाँ भ्लगमा आएको हेलो भन्नु ल अब म गएँ म बिजी छु बाई साथीहरू हाम्रो पूजा चाहिँ यहीँ सम्पन्न भयो ल यसरी यहाँ खिचडी चढाउने अरे हजुरआमाले यहाँ पूजा गर्दै हुनुहुन्छ पानी केमा दिने पानी टुप दिने अरे पानी छ त्यहीँ पानी पोख्यो भर्खरै के हो हजुरआमाको पूजा फेरि पूजा नै हो ए प्रवीण आइस नि जिजु बाजे सबलाई हात पनि कति फोहोरो भएको साथीहरू यहाँ पाखा कुर्ला नराम्रो मान्न गाइज हाम्रो चाहिँ यहाँ खिचडी पाकिसकेको छ त्यसपछि यहाँ चाहिँ थकानी रोटी पकाउँदै हुनुहुन्छ मम्मीले मजाको यहाँ पाकिसकेको यहाँ पिठो हजुरआमा फेरि छोरी जस्तो आफ्नो तालमा कोही आफ्नो बुढासँग कोही आफ्नो छोरीसँग ल हेलो भन्नु सबैजनाले हेलो एभ्रिवान मैले भन्दिनँ कि मेरो भागी ल ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई माघे सङ्क्रान्तिको शुभकामना गाइज अब चाहिँ हामी बदमको त्यो चाक्को बनाउन लागेको छौँ बदमलाई भुट्दैछु अघि नै भुजाको गरायौँ यो बदमलाई चाहिँ अब भुटेपछि त्यसपछि फेरि चाक्कु बनाउँछौँ हामीले चाक्कु हजुरहरूले बनाउनु भयो कि नै कसरी गराउने हजुरलाई अब यहाँ मैले सिकाउँदैछु हामीले टिका पनि लगाइसकेको छौँ मैले लगाएको लिपस्टिक पनि सकिसकेको छ यहाँ भोक लागेर ग्रस्त निद्रा लागेको छ भोक लागेको छ अझ केही बनेको छैन यहाँ गराउँदै चिया पाक्दै हजुरआमाको लागि पूजा गरिसक्नु अनि यहाँ बदमलाई फ्राई मतलब भुट्दै छौँ अब अनि त्यसपछि यो गराइसकेपछि अब लगभग सबै पाकिसकेको छ त्यस पाहुना आएपछि चाहिँ खान्छौँ ल साथीहरू यहाँ मेरो चाहिँ चाक बनेर रेडी भइसकेको छ है यहाँ योभन्दा अगाडिको भिडियो चाहिँ बनाउन पाएनौँ एक्लै भएर सो यहाँ गराएर पुरै यहाँ कट सेपहरू दिइसकेको छु अहिले लास्टमा एकदमै रेडी भएर देखाउने छु हेर्नु होला फाइनल्ली साथीहरू हाम्रो बिहानदेखिको मेहनत चाहिँ बनेर रेडी भइसकेको छ यहाँ चाहिँ खिचडी अनि त्यसपछि तिलको लड्डु भुजाको लड्डु तरुल अनि त्यसपछि चाक्को यिनीहरू हो कस्तो लाग्यो भनिदिनु होला हो एकदम ल साथीहरू अब चाहिँ हामी खिचडी खान लागेको ल टिका झाले आबै झरेको घिउ आएको होइन र के भयो टिक्कामा ए दही थिएन कि आज त्यही भन्छ आज चढाउनुलाई भागेर तेल माग्नु फल्छन् तल लगाएको छ अचार त मिठो भयो फाइनली गाइज हाम्रो बेहेन र दिदी आइसक्नु भएको छ ल ल ल ल यता हजुरआमा यता फुपू यता आउनु त यहाँ बोल्न दिनु फाइनली साथीहरू आज चाहिँ माइती घरमा आइसकेको छ भदैनीले चाहिँ क्यामेरा मोबाइल तेर्साइसकेको छ साथीहरू यहाँ हाम्रो पाहुना आउनु भएको यहाँ दिदी हुनुहुन्छ यहाँ ठुलो फुपू यहाँ प्रशंसा पुन नाचेर थकित ग्रस्तित
ल है नास्ता खाम है त साथीहरू साथीहरू दिदीहरू ल अहिले चाहिँ साँझको कति बजेर 6